नमस्ते साथीहरू, मैले चाहिँ यो ड्राइभरलेस भेहिकलको विषयमा यहाँ विषयवस्तु उठान गर्ने जमर्को गरेँ। किनभने यो कक्षा 10 को कम्पलसरी इङ्ग्लिस युनिट 1 को रिडिङ आईमा चाहिँ यो टेक्स्ट पनि छ। यसको विषयमा मैले भिडियोहरू खोज्दै थिएँ। यो चाहिँ वरिष्ठ पत्रकार टिकाराम यात्री को चाहिँ फेसबुक वालमा भेटियो र यो भिडियोको लागि म उहाँप्रति विशेष ऋणी छु। यहाँ हेरौँ है त साथीहरू। नमस्कार, यति बेला हामी अमेरिकाको टेक्सस राज्यको अस्टिनमा सिटी भनेको सहरको यात्रा गरिरहेका छौँ। सहरको यात्रा चाहिँ चालकविहीन सवारी साधनमा। हजुर, पक्कै पनि यो चाहिँ उहाँ अहिले युएसमा हुनुहुँदो रहेछ। यो ड्राइभरलेस कारको प्रयोग गरेर नै सिटी भिजिटमा निस्किनु भएको दृश्य हो। वास्तवमा यो अमेरिकामा चाहिँ कमर्सियल रूपमा पनि प्रयोगमा आएको भन्ने कुरा सुनिएको थियो। यो प्रत्यक्ष आज देखिराखिएको छ। यसको इतिहासको विषयमा सुनौँ है त। म चाहिँ सन् 2009 देखि क्यालिफोर्नियाको माउन्टेन भ्यू भन्ने ठाउँबाट चाहिँ सुरु भएको हो। त्यहाँ चाहिँ गुगलले चाहिँ सुरुमा आफ्नो टेस्ट ड्राइभ अथवा टेस्ट प्रोजेक्टको लागि चाहिँ सेल्फ ड्राइभिङ कारको रूपमा चाहिँ उसले वेमो स्थापना गरेको हो। सुरुमा 2009 मा भएको थियो। हजुर, यो चाहिँ लगभग 17-18 वर्षदेखि कमर्सियल रूपमा चाहिँ प्रयोगमा आएको रहेछ। अनि विश्वमा चाहिँ कहाँ कहाँ पपुलर छ त यो टेक्नोलोजी? यो चाहिँ अहिले हाल रूपमा चाहिँ विश्वमा चाहिँ यो युएसमा मात्र अहिले चाहिँ पपुलर छ। अरू देशमा चाहिँ स्टार्टिङ फेजमा भए पनि, दुबईहरू जस्तो देशमा भए पनि यो चाहिँ कमर्सियल रूपमा चाहिँ युएसमा मात्र चलिरहेको छ यो अहिले। धेरै देशहरूमा यसको सुरुवात भएको, युरोपतिर होइन, अब अन्य एसियन कन्ट्रीहरूमा पनि। तर कमर्सियल्ली चाहिँ अमेरिकामा अलिक बढी पपुलर भएको भन्ने कुरा आयो। र अब अमेरिकामा चाहिँ कुन कुन कम्पनीका यस्ता रोबोट्याक्सीहरू प्रयोगमा छन् त? युएसमा चाहिँ अहिले वेमो भन्ने कम्पनीको छ। वेमो बाहेक अरू एमाजोनको जुम भन्ने पनि छ र अर्को टेस्लाको आफ्नो सेल्फ रोबो कार पनि छ। साथीहरू पक्कै पनि थाहा पाउनु भएको छ। सायद यो टेक्नोलोजी तपाईँ हाम्रो पालामा, हाम्रो देशमा पनि भित्रिन्छ होला। अपेक्षा गरौँ। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।